बुटोल गोसिए सडक विस्तारको काम धमाधम के भयो त यस्तो छ सडक विस्तारको पछिल्लो अपडेट। बुटोल गोसिए सडक खण्ड विस्तारको काम धमाधम भइरहेको छ। सडक विस्तारका लागि सम्झौता भएको झन्डै 3 महिनामा 6% भौतिक र झन्डै 2.5% आर्थिक प्रगति देखिएको छ। आयोजना प्रमुख इन्जिनियर कुलसत्ता न्युपानेका अनुसार 3 महिनामा सडक किनारका 7100 बढी रुख कटान, विद्युत पोल स्थानान्तरको काम सकिएको छ। अहिले सडक विस्तारका लागि पुल, कल्भर्ट निर्माण र वालको काम धमाधम भइरहेको छ। आयोजना अन्तर्गत 30 वटा सडक पुल निर्माण गर्नुपर्नेछ। त्यसमध्ये 10 वटा पुलको फाउन्डेसन निर्माणको काम पुरा सकिएको छ। उनले भनिन् मुख्य समय लाग्ने फाउन्डेसनको काम सकिएपछि अब बर्सातको समयमा पनि धमाधम पुल निर्माणको काम हुनेछ। त्यस्तै सडक किनारमा फुटपाथ र सवारी साधनका लागि सडक छुटाउनका लागि राखिने कर्ब स्टोर पनि 35,000 मिटर निर्माण भइसकेको छ र 10 किलोमिटर यार्ड ड्रेन निर्माण सकिएको उनले बताइन्। परियोजनाले कपिलवस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम गर्दै आएको छ। पहिलो चरणमा बुटोलदेखि गोसिङ्गे खण्डको रूपन्देहीमा 30 किलोमिटर र कपिलवस्तुमा 20 किलोमिटर सडक विस्तार भइरहेको छ। दोस्रो चरणमा गोसिएदेखि चनौटासम्मको 19 किलोमिटर खण्डमा काम हुनेछ। सडक आयोजना कार्यालयका अनुसार रूपन्देहीमा 20 वटा र कपिलवस्तुमा 10 वटा गरी निर्माण गर्नुपर्ने 30 वटा पक्की पुल मध्ये अहिलेसम्म रूपन्देहीमा 6 वटा र कपिलवस्तुमा 4 वटा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ। रिटेनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तीव्र भइरहेको छ। 149 कल्भर्ट, 6 वटा अन्डरपास ओभरपास निर्माण हुनेछ। यो सडक सहरी क्षेत्रमा 50, सहर उन्मुख क्षेत्रमा 38 र जङ्गल क्षेत्रमा 24 मिटर चौडाइ बन्नेछ। पूर्व पश्चिम राजमार्गको बुटोल गोसिङ्गे चनौटा सडक खण्डमा पर्ने 69 किलोमिटर सडकलाई 4 लेनमा स्तर उन्नति गर्न लागि हो। आयोजनाका लागि 27 करोड 50 लाख डलर झन्डै 35 अर्ब रुपियाँ विश्व ब्याङ्कले उपलब्ध गराएको हो। आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात लागत र परिवहन समय घटाउने, व्यापार र अर्थव्यवस्थालाई सुधार गर्ने विश्व ब्याङ्कले जनाएको छ। आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात, व्यापार र अर्थव्यवस्था बढाउने भएकाले नयाँ आर्थिक सम्भावनाको ढोका खुल्ने जनाएको छ। निर्माण भएको 60 वर्ष पुगेको सडक अहिले साँघुरो र जीर्ण छ। आयोजना अन्तर्गत बुटोलदेखि चनौटासम्म सडक 4 लेन र बुटोलको तिनकुने नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना छ। 2 लेनमा रहेको पूर्व पश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तर उन्नतिको काम भइरहेको छ, जसका कारण भारतको पश्चिम बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ।